गाइस अनि आज तपाईहरुलाई स्वागत छ है। आज हामी फाइटर अंकलको ओपनिङमा आएको छौं अनि यताको नजारा हेर्नु होला। एक्चुअली सबजना आइदिनु होला अनि यहाँ इन्जोय गर्दिनु होला यो भ्यूलाई गाइस। अनि यो चाहिँ अंकलको आज ओपनिङ थियो। यहाँ चाहिँ हुक्काहरू पनि खानु पाउँछ आएर। मलाई अलिक राम्रो चाहिँ यहाँको के लाग्यो भने त्यो माथिको भ्यू ओभर राम्रो छ है। त्यो अब किनभने त्यो माथिबाट सनसेट पनि हेर्नु मिल्छ अनि यता पनि राम्रो। जस्ट लाइक बी अ पिस भन्दैन पिस भन्ने ठाउँ जस्तै कस्तो मलाई फिल भइरहेछ यहाँ आएर चाहिँ। अनि अझै एउटा अब तपाईहरुलाई म यहाँ बिस्तारै देखाउँछु यहाँको मेम्बरहरू पनि अनि यहाँको ओनरलाई पनि अलिकति तपाईहरुलाई इन्ट्रोडक्सन गराउँछु ल। अनि अब यहाँ यसरी कसरी हेर्नु पनि पाउँदैन, यो राम्रै हो यसरी गरेको पनि हैन। हामी चाहिँ कृपाहरू हेलो अरे तिमी पनि छौ यहाँ? राम्रो छ है अनि हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि आएर इन्जोय गरिदिनु होला सबैजना, म चाहिँ त्यही भन्नु चाहन्छु। अंकलहरूलाई यहाँ केही भएको छैन खानेकुराहरू? भएको छैन, भर्खरै आउनु भएको। ल रमाइलो गर्नुपर्छ हेर्नुपर्छ। बोल्नु न अब। आज चाहिँ ओपनिङको दिन अलिक धेरै आइरहेको छ, हजुर पनि आइदिनु होला इन्जोय गरिदिनु होला म चाहिँ भन्छु। किनभने इन्जोय दिस भ्यू गाइस, सबैले इन्जोय गर्नु गाइस हैन। अनि अब चाहिँ हामी फाइटर अब यहाँको ओनरसँग हामी मिट गर्न जान लागेको छौँ। कमन गाइस मलाई फलो गर्नु भेट्यो भने गाइस अनि हाम्रो गाउँको दाइ पनि भेट्यो। हेलो भाइ अकल लिए भक्क दामी छ यहाँ चाहिँ। भाइ यहाँ चाहिँ फाइटर भाइ चाहिँ कहाँ छ? उता माथि बस्नुहुन्छ? गाइस यहाँदेखि चाहिँ घाम चाहिँ दुख्न अझै बाँकी नै छ है। हावा खानु चाहिँ दामी हुन्छ।